यहाँ चाहिँ अब यहाँ हावाहुरी लगाएर अर्को ठाउँमा जानु लाग्यो केटा हामी सर यहाँ ल उचाल उचाल अरू छिटो उचाल हो ए लिएर गयो ल ल ल ल मासु चाहिँ भागिसक्यो केटा सही त सही देखिँदो रहेछ कि अहिले त्यहाँ माथि गएर हेर्नुपर्छ त्योहरू त छ्यालबाद ai लामो ग्यास किन उडायो यसरी फोटो सोटो भइरह मजाले आज त डेङ्गा भिड रहेछ क्या तर है पर्सि किन जाने ए पर्सि इन्डिया के अरे काठमाडौँ जाने हो पर्सि अनि फ्लाइट चाहिँ कहिले हो त नि 17 तारिकको फ्लाइट हो के पासपोर्ट त पहिला जमानामै बनाएको मैले यहाँबाट तल त बवाल देखिन्छ क्या है गाउँतिरको मान्छे त अहिले अब यता गाउँमै बस्न छोडिसक्यो नि पुरै यो त धन्न यहाँ त कहाँ हो र माथि गाउँतिरको बस्न छोडिसक्यो यिनीहरू त कहाँबाट आएर नि भर्खर केही सामान लिन लाग्यो होला कि यिनीहरूलाई हेल्मेट सेल्मेट केही चाहिन्न त्योहरूलाई हेल्मेट सेल्मेट केही नचाहिने क्या तिनीहरूलाई है त्यो अगाडि गएको भाइहरूलाई कि अब तपाईँ विदेश हो कुन देश चाहिँ दुबई हो के काममा हो एयरपोर्टमा अन्त नि एयरपोर्टभित्र पनि काम हुनु के भयो ए लगेजहरू आएको उठाउने आएको त नि ड्रोन किन नधेराएको त हो त्यस्तो त्यस्तो गर्दै यहाँबाट त बवाल देख्थ्यो त एउटाले फेरि रक्सी खाएकोलाई होइन कि हानेर पानी खसालिदिएको बनाएको आफैले लात्ताले हालेर अनि ओए 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 रे यो फोनबाट कस्तो आउँदो रहेछ क्वालिटी भनेर हेर्न लाग्यो कि खास राम्रो आयो भने यसबाट पनि बनाइदिने अर्को फोन आउँदैछ कि मेरो त्यो कता गयो केटाहरू ए आउँदैछन् बल्ल अब झर्छौ मोमो आयो मोमो यस्तै बाँसगाडीबाट छिर्यो है त्यो कार होइन मेरो कोलमा
दादा ओ दादा यहीँ माथि जानु लाग्यो दाइ यहाँबाट यता बवाल देखिन्छ क्या तर चटपटै बेच्ने ठाउँ भयो भने बवाल हुन्छ त काम भइरहेको रहेछ त डेन्जर काम भइरहेको रहेछ काटिदियो होइन ल र तपाईँको घरमा म्या बाह्र वर्ष हावा खाँदै मेरो बलमा यहाँबाट भित्र चाहिँ बाटो अलि चाक्लो बनाइदिए सही हुन्थ्यो क्या है पाइदियो कि यहाँबाट भित्र एकचोटि बरु राम्रो छ गाडी नछिरे नि भयो बरु बाइकहरू छिर्नलाई बनाइदियो भने त हरिक हुन्थ्यो यार देखिन नि त्यहाँबाट त फेरि भ्यू त फेरि बवाल देखिन्छ नि त यहीँ बसेछन् के यहीँ र माथि लाग्यो बाइक त छिर्छ होला नि यहाँ लगाइज यहाँ सल्लाहघारीमा आउँदा हामीले यहाँ एउटा अनौठो चिज भेटेको छौँ यहाँ अब यो चाहिँ के होला तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला सर ल हेर्दै अनौठै छ पुरै यस्तो अवस्था यहाँ मासु बनाएर खान लाग्यो हावाहुरीले मासुधरी बनाएर खान दिएन यार यस्तो हावाहुरी चल्यो यार छ्या यस्तो बवाल यार यस्तो यहाँ मासु बनाएर खानु लाग्यो खाजासाजा खाइदिउँ भनेको यहाँ डेन्जर हावाहुरी लाग्यो यार पिकनिक डामाडोल यस्तै छ पिकनिक डामाडोल भयो गाइस यस्तै छ यस्तो छ लगाइज ल अब यहाँ के हुन्छ अहिले अवस्था हेरौँ न चाहिँ अब यहाँ हावाहुरी लगाएर अर्को ठाउँमा जानु लाग्यो केटा हामी सर यहाँ ल उचाल अरू छिटो उचाल हो लिएर गयो ल मासु चाहिँ भागिसक्यो केटा हो पछाडि छौँ यहाँ पानी देख्न पऱ्यो खानै नपाए जस्तो हो कि है त तपाईँ खाँदैन तर यहाँ चाहिँ यस्तो बवाल छ क्या ठाउँ चाहिँ ओ केटा छिटो ल अब यहाँ त छिटो खाएर जानुपर्ने हाम्रो त फेरि यस्तो हुन्छ क्या सधैँ धेरै जस्तो केटाहरू फेरि चिल पारेको छ नि त ल अब यहाँबाट यस्तो बवाल छ नि त फेरि ठाउँ चाहिँ यहाँ बसेर खान
पानी चाहिँ म्यारेङ्ग ठुलो पऱ्यो क्या यार उताबाट यहाँ चाहिँ यस्तो बवाल देख्यो यार है ल ल ल ल अब लेखनाथमा सर लगेर बवाल छ ठाउँ चाहिँ ल हावाहुरी चाहिँ रिङ्ग लाग्यो कि हावाहुरी चाहिँ ओए ल ल केटा छिटो छिटो ल अब त यहाँ ट्याक्क मास्नुपछि ओ केटाले त हामी धेरै छौँ लगेर ल ल अहिले एकछिनमा भेटौँला है त यहाँ पानी पर्न लाग्यो यार पानीमा अब हल्का मिलेन फेरि भिडियो बनाउनु मोबाइल सोबाइल भिजिहाल्छ काल चाहिँ हरिफ छ